चलचित्र निर्देशक समाज अलि बढी क्रियाशील भएको हामी पाउँछौँ। निर्देशक समाजको चर्चा अलि बढी भएको हामी पाउँछौँ। निर्देशक समाज अहिलेका लागि एक्टिभ संस्था हो भन्नुपर्छ। जनकदीप पराजुलीजीको नेतृत्वमा आइसकेपछि केही क्रिएटिभ कामहरू भएका छन्, केही सृजनात्मक त्यस्ता कामहरू भएका छन्, केही भिजनरी कामहरू भएका छन् जुन प्रशंसनीय छ र यो कार्य समितिलाई एकचोटि धन्यवाद स्वरूप जोरदार ताली दिएको छ। नेपाल चलचित्र निर्देशक समाजको कार्य समितिको म एकचोटि नाम लिन चाहन्छु, यहाँहरूमा चिनाउन चाहन्छु। जनकदीप पराजुली अध्यक्ष, एकचोटि उभि पनि दिउँ। यो उपस्थितिका आधारमा मैले कार्यक्रमको सुरुवातमै आयोजक संस्थाको बारेमा परिचय मैले गराउनु जरुरी छ र सम्बन्धित व्यक्तित्वलाई चिनाउन पनि जरुरी छ। त्यस्तै रक्षा सिंह राणा निवर्तमान अध्यक्ष, सुभाष प्रसाद गजुरे उपाध्यक्ष, रविन्द्र खड्का उपाध्यक्ष, अरुण कुमार प्रधान महासचिव, देवेन्द्र पाण्डे सचिव, समुद्र भट्ट कोषाध्यक्ष, राज बस्नेत सहकोषाध्यक्ष, दीपक ओली सदस्य, अमर ओली सदस्य, अमृतमान महर्जन सदस्य, कमल एक्चे मगर सदस्य, सत्यराज चौलागाई सदस्य, भीषण राई सदस्य, उत्सव केसी सदस्य, प्रशान्त तामाङ सदस्य, रामकुमार श्रेष्ठ सदस्य, सीमा गुरुङ सदस्य। सल्लाहकार समितिमा राजकुमार राई प्रमुख सल्लाहकार। राजकुमार सर, यो संस्थागत परिचयमा यो सम्बोधन मैले गरिरहेको छु। नारायण पुरी वरिष्ठ सल्लाहकार, दयाराम दाहाल वरिष्ठ सल्लाहकार, तारा कुमार श्रेष्ठ कानुनी सल्लाहकार, समीप्य राज तिबर सिन्हा प्रेस सल्लाहकार। नेपाल चलचित्र निर्देशक समाजको कार्य समितिमा जो व्यक्तित्वहरू हुनुहुन्छ मैले उहाँहरूको नाम लिए र परिचय गराएँ र एक कार्य समितिबाट आजको यो विशेष कार्यक्रमको आयोजना भएको छ। धेरै धेरै धन्यवाद र आभार। र आज बन्द सत्रपछि, साधारण सभापछि रेड सुटकेस भन्ने कार्यक्रम प्रमुख अतिथिको आसन ग्रहणका लागि वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री एन बहादुर साईज्यूलाई हार्दिक अनुरोध गर्छु। र आज प्रमुख अतिथिको आगमन हामीभन्दा पनि अगाडि भयो, यो सुखद पाठ हो। नभए प्रमुख अतिथिज्यूलाई नै हामी धेरै समय कुरिरहेको हुन्थ्यौँ। धेरै धेरै धन्यवाद माननीय मन्त्रीज्यूलाई। त्यस्तै विशिष्ट अतिथिको आसन ग्रहणका लागि यस संस्थाको 6औं अध्यक्ष साथै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश ढिसी, विशिष्ट अतिथिको आसन ग्रहणका लागि चलचित्र विकास बोर्डका तथा निर्माता संघका पूर्व अध्यक्ष संस्थाका प्रमुख सल्लाहकार राजकुमार राई, सम्मानित व्यक्तित्वहरूको विशिष्ट अतिथि आसन ग्रहणमा अब अहिले अलिकति मलाई दुःख लाग्यो। यदि यो नाम यहाँ सम्मान स्वरूप लिएर मैले आसन ग्रहण गराउन पाएको भए म अझ बढी खुसी हुन्थे, तर कार्यव्यस्तताका कारण उपस्थित हुन सक्नु भएको छैन। आदरणीय निर शाह, तालीजी उहाँका लागि सम्मान स्वरूप नेपाली चलचित्रलाई आजको यो स्थानमा डोर्याउने एक व्यक्तित्व। त्यस्तै आदरणीय शम्भु प्रधान, त्यस्तै संस्थाको वरिष्ठ सल्लाहकार राजकुमार राईज्यू अनि चलचित्र निर्देशक समाजको अध्यक्ष र आजको यस कार्यक्रमको सभा अध्यक्ष जनकदीप पराजुलीज्यू। यहाँहरूबाट अब उद्घाटन प्रमुख अतिथिज्यूले अब क्ल्याप हान्ने कुरा आयो। मलाई लाग्छ प्रमुख अतिथिज्यूले पहिलो अनुभव बटुल्दै हुनुहुन्छ आज क्ल्याप हान्ने। अब सबै डाइरेक्टर सरहरू हुनुहुन्छ सिकाउ। अर्कोचोटि माननीय मन्त्रीज्यू फिल्म निर्माण गर्ने भन्ने कुरो सुन्न पाउन माननीय मन्त्रीज्यूलाई शुभकामना। अर्कोचोटि सुखद समाचार सुन्न पाइयोस् कि माननीय मन्त्रीज्यू ऐनबहादुरज्यू चाहिँ फिल्मको निर्माता बन्नुभयो। हस्, जतिखेरसम्म सर्ट ओके हुँदैन तबसम्म रिटेक पनि गर्न। रजत जयन्ती सम्मान समारोह 2081 चलचित्र निर्देशक समाजको यो सीन नम्बर 25 शट नम्बर 1 टेक नम्बर 1 क्ल्याप। यो 25 वर्ष भएको उपलक्ष्य भनेर अध्यक्षज्यूले भन्नुभयो। यो रमाइलो भयो। अब
मन्त्रीजीलाई अलिकति अनुभव बुझ्न मन लाग्यो। यो क्ल्याप भन्दा कस्तो अनुभव भयो हजुरलाई? पहिलो अनुभव हो यो? पहिलो अनुभव। यो उद्घाटनको एकदमै नयाँ र आधुनिक एउटा यो शैली यो चलचित्र समाज निर्देशक समाज गरेको रहेछ। अत्यन्तै खुसी लाग्यो। यो नयाँ अनुभव र नयाँ एउटा के भन्छ यो प्रवृत्ति। हजुरलाई पनि चलचित्र पहिला उमेरमा खेलौँ हिरो बनौँ भन्ने पनि थियो? त्यो धेरै थियो, त्यो अवसर पाइएन। यो अर्कै फिल्ममा चलचित्रमा आयो तर यसमा आउने धेरै रहर थियो फिल्म हेर्दाखेरि। अब हजुरको उमेर अनुसार र समय अनुसार चलचित्रको निर्माता बन्ने, चलचित्र लेख्ने अथवा भनौँ निर्देशन गर्ने बेला आउँदैछ। अहिलेको समयलाई सुहाउँदो? ठिक छ, यो त यहाँहरूले गरिराख्नु भएको छ यो सबै कुराहरू। हामी अर्को फिल्डमा छौँ, यो सबैको सहयोगले हुँदै गइरहेको। हजुर, यहाँको सहकार्य र साथ, यहाँको मन्त्रालयको सहयोग र साथ निर्देशक समाजले धेरै गरेको छ। साथ सहयोग प्राप्त होस्, म यो अपेक्षा पनि राख्छु। हस्, यो अवश्य पनि यहाँले जुन अपेक्षा गर्नुभएको छ त्यो निरन्तरता र उसको लागि म मेरो तर्फबाट प्रयास गर्छु। हस्, धेरै धेरै धन्यवाद। अबका लागि स्मारिका विमोचनतर्फ हामी लाग्दैछौँ। घुम्टो उघार्नु पर्ने बेला आयो। स्मारिका विमोचन भएको छ। धेरै धेरै धन्यवाद प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अन्य अतिथिज्यूहरूलाई म धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र यो स्मारिका विमोचनकै लागि म 7औं अध्यक्ष सुचित्रा श्रेष्ठ, 8औं अध्यक्ष रक्षा सिंह राणालाई पनि म स्टेजमा आमन्त्रण गर्छु। भनेपछि 9औं अध्यक्ष कामना। चलचित्र भन्ने बित्तिकै समाजको ऐना र त्यो समाजको ऐनालाई सार्वजनिक गर्ने काम र त्यसको नेतृत्व लिने काम र समाजको सूचक बन्ने काम निर्देशकले नै गरेको हामी पाउँछौँ। र सम्पूर्ण निर्देशकहरूलाई अझ बढी सृजनशील भएर अगाडि बढ्न सक्नुहोस्, समयलाई त्यो स्पष्ट रूपमा देखाउन सक्नुहोस्, एउटा मार्ग निर्देशकको रूपमा अगाडि बढ्न सक्नुहोस्। सफलताको शुभकामना। धेरै धेरै धन्यवाद। थ्याङ्क यू। यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यथास्थानमा आसन गर्नका लागि आग्रह पनि गर्छु। र अब यो कार्यक्रममाथि थप प्रकाश पार्नका लागि, आफ्ना कुराहरू राख्नका लागि नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीजीलाई आमन्त्रण गर्छु। धन्यवाद नरेश सर। अब कार्यक्रमको बारेमा प्रकाश पारिदिनु भनेर भन्नुभयो। खासै मैले त्यस्तो प्रकाश पारिराख्नु पर्ने कुरा एक किसिमको ऊर्जा, एक किसिमको माहौल चलचित्र क्षेत्रलाई दिएको थियो र त्यही ऊर्जा र त्यही माहौलका कारण 2081 नेपाली चलचित्रका लागि स्वर्णिम साल नै बनेको छ। अहिले नेपाली चलचित्रको व्यापार कतिसम्म भन्ने कुरा हो। 75 करोडसम्म ग्रसको कुरा आयो। यो सबैभन्दा सुखद पाटो। अब अरबका कुराहरू आउला र नेपाली चलचित्र कहाँसम्म प्रदर्शन हुन्छ भन्ने कुरा नेपाल मात्र नभएर संसारका विभिन्न देशमा जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ नेपाली चलचित्र चल्छ र अहिले बक्स अफिस पनि रिलिज हुन थालेको छ। यो अर्को सुखद पाटो। सबैलाई शुभकामना र धेरै धेरै बधाई जारीलाई र बधाई उपेन्द्र सुब्बाजीलाई। बहुआयाम व्यक्तित्व हुनुहुन्छ, लेखक हुनुहुन्छ, निर्देशक हुनुहुन्छ, कलाकार हुनुहुन्छ, कवि हुनुहुन्छ उपेन्द्रजी। र अब डाइरेक्टर अफ द इयर क्रिटिक मुभी रेड सुटकेस, निर्देशक फिडेल देवकोटा। फिडेलजी हुनुहुन्छ र इन्टरनेसनली धेरै ठाउँबाट अवार्ड प्राप्त, सम्मान प्राप्त फिल्म हो फिल्म रेड सुटकेस। र यो फिल्मलाई डाइरेक्टर अफ द इयर क्रिटिक मुभी को रूपमा रेड सुटकेस हुनुहुन्छ फिडेल देवकोटा। उहाँ फ्लाइटमा हुनुहुन्छ भन्ने कुरा हो र फिडेलजीको यो सम्मान, यो अवार्ड हामी उहाँलाई पछि ससम्मान प्रदान गर्नेछौँ। Venice Film Festival 2023 मा बेस्ट फिल्म, जुरिच फिल्म फेस्टिभल 2023 मा बेस्ट इन्टरनेशनल फिचर फिल्ममा
रेड सुटकेस परेको थियो। एकचोटि जोरदार ताली रेड सुटकेसका लागि। अन्तर्राष्ट्रिय बजारमा फिल्म फेस्टिभलमा यो चर्चा रेड सुटकेसको नेपाली फिल्मको। धेरै धन्यवाद। अब म सम्मानतर्फ लाग्दैछु। सम्मान कार्यक्रम रजत जयन्ती स्रष्टा सर्जक सम्मान। निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा। रक्षाजीलाई यो सम्मान रजत जयन्ती स्रष्टा सर्जक सम्मान। पहिलो चलचित्र एडिटर सम्पादक रक्षा सिंह राणा र चलचित्र एडिटरबाट चलचित्र निर्देशक अनि संस्थाकै पनि नेतृत्व गरिसकेकी एक सशक्त नारी रक्षा सिंह राणालाई यो सम्मान रजत जयन्ती स्रष्टा सर्जक सम्मान। बधाई रक्षा सिंह राणालाई। रक्षा एकचोटि आदरणीय दिदीहरूसँग आशीर्वाद पनि लिनु। प्यारी बहिनी रक्षालाई अझ बढी सफलता मिलोस् शुभकामना। रजत जयन्ती हिरा सिंह खत्री स्मृति सम्मानमा म एकछिनमा जान्छु। अहिले फेरि अघिकै अवार्डमा म लागेँ, सम्मानमा लागेँ। रजत जयन्ती स्रष्टा सर्जक सम्मानमा सम्मानित हुने अर्को व्यक्तित्व हुनुहुन्छ डाक्टर सुबोध कुमार पोखरेल। निर्देशक निर्माता डाक्टर सुबोध कुमार पोखरेल। श्यामजीका लागि ताली अलिक पुगेन। अत्यन्त ऊर्जावान व्यक्तित्व, सहयोगी व्यक्तित्व, सशक्त अभिनय गर्ने कलाकार निर्देशक श्याम राय। रजत जयन्ती स्रष्टा सर्जक सम्मानबाट सम्मानित तीन व्यक्तित्व रक्षा सिंह राणा, डाक्टर सुबोध कुमार पोखरेल र श्याम राय। बधाई यहाँहरू तीनैजनालाई। एकचोटि फोटो खिचौँ, एकचोटि फोटो सेसन पनि यही बेलामा भ्याइहालौँ। यो सम्मान